गाइस म चाहिँ अहिले जाँदैछु मेरो बाजेको जमिनको साइडमा र आजभन्दा धेरै वर्ष अगाडि चाहिँ यो ठाउँमा बाटो थिएन र अहिले चाहिँ यसरी बाटो आइराखेको छ। मूलपालाको सबैभन्दा पुरानो यो चाहिँ प्राइमेरी स्कुल हो अनि यहाँनिर चाहिँ धेरै टाढो टाढोबाट स्टुडेन्टहरू पढ्नको लागि यहाँनिर आउने गर्थ्यो। त्यति बेला यस्तो ठुलो बाटोहरू पनि थिएन यहाँनिर। अहिले फिलहाल चाहिँ यस्तो बाटोहरू यहाँनिर आइसकेको छ र म चाहिँ धेरै वर्षको बादमा बाजेको जमिन गइराखेको छु र पहिला चाहिँ बाजेले धेरै खेतीपातीहरू गर्नुहुन्थ्यो। अब अहिले चाहिँ बाजेहरू पनि हुनुहुन्न अनि कस्तो चाहिँ भएको रहेछ बारीहरू हेर्नु भनेर चाहिँ म जाँदैछु। यहाँनिर भने चाहिँ हाम्रो बडाको घर थियो यहाँनिर अनि पहिला हामी धेरै यहाँनिर आउने गर्थ्यो तर अहिले चाहिँ अब बडाहरू बडीहरू सबै बित्नु भएर चाहिँ अहिले यहाँनिर चाहिँ कोही पनि छैन। अनि यहाँनिर चाहिँ यो दुई साइडमा चाहिँ बाँसगाडी छ अनि बाँसगाडीले चाहिँ सिमाना छुट्टाएको छ। अनि यहाँनिर चाहिँ मेरो यहाँनिर फुपूहरू यहाँनिर बस्नुहुन्छ। यो चाहिँ फुपूको घर हो अनि यहाँनिर एउटा बिजुलीको पोल छ अनि यो पोलकै छेउबाट ओह्रालो गएको डल्लै जमिन चाहिँ हाम्रो पर्छ। अनि यो बाँसगाडी चाहिँ सायद मलाई लाग्छ सिमाना हो। यो दुईपट्टि बाँस लगाइएको छ। यहाँ चाहिँ बाँसगाडी चाहिँ यति बेसी लगाएको रहेछ बाजेले होइन। अब यहाँ चाहिँ कमाउने मान्छे नभएर अहिले चाहिँ यस्तो खालको बाँझो भइराखेको छ। र अहिले भने चाहिँ म हिँडेर तल बारीको पुच्छरसम्म आइसकेको छु र यहाँनिर पुरानो भन्दा पनि पुरानो एउटा ब्रिज छ। आजभन्दा 25-30 वर्ष अगाडिको ब्रिज हो। सायद पहिलाको जमानामा यो ब्रिज बनिँदै गर्दाखेरि सायद रोडहरू पनि आउने कुरा भएको थियो होला। अनि अहिले फिलहाल चाहिँ म यो खोलाको जुन चाहिँ दाहिनेपट्टिको यो एरियालाई मैले देखाइराखेको छु। यो चाहिँ डल्लै चन्द्रबहादुरको छोराछोरीको नाममा यो जमिन चाहिँ गरिदिएको छ। अहिले भने चाहिँ म माथि जमिनको टपबाट तल पुच्छरसम्म म हिँडेर आइसकेको छु र वारीबाट यो भिडियो देखाइराखेको छु। यो जुन चाहिँ माथि पारी देख्दै हुनुहुन्छ यहाँ चाहिँ मेरो बडाको सन्तानहरू अनि यहाँनिर मेरो बाबाको सन्तानहरू बस्नुहुन्छ। अनि त्यहाँबाट तल आइसकेको छु भिडियो बनाउँदै। र यो जुन चाहिँ तपाईँले सानो बाटो देख्दै हुनुहुन्छ यो चाहिँ पहिला उहिलेको मान्छेहरूले खनेर बनाएको बाटो हो यो चाहिँ। अनि यो अहिले जुन चाहिँ फिलहाल मैले बाटो देखाइराखेको छु यो चाहिँ पिडब्ल्यू मेन रोडदेखि चाहिँ लगभग गाउँमा आउने रोड चाहिँ यो टेम्परेरी अहिले फिलहाल बनिसकेको छ। र यहाँबाट हाम्रो जमिन पुग्नुको लागि चाहिँ 1.5 किलोमिटर मात्रै छ। बाइचान्स त्यहाँनिर अब बाटोहरू पुगिहाल्यो भने चाहिँ अब त्यहाँनिर पछि पिकनिक स्पोटहरूदेखि लिएर होमस्टेहरूदेखि लिएर एनिमलको फार्महरू त्यहाँनिर अब बनाउनु चाहिँ एकदमै बेस्ट जग्गा छ। यो पारिपट्टि देख्दै गरेको एकदमै बेसी मात्रामा यहाँनिर जङ्गलहरू पनि छ होइन। अनि यहाँ एउटा पुरानो ब्रिज छ। यो ब्रिजको दाहिनेपट्टिदेखि चाहिँ डल्लै चन्द्रबहादुरको छोराछोरीको नाममा यो जमिन अलग अलग सबैको नाममा गरिदिएको छ है। यो राइट साइडपट्टि जति पनि यहाँनिर रुखपातहरू छ अनि यहाँनिर चाहिँ घर बनाउनको लागि पनि अब दुःख छैन किनभने अब यति बेसी यहाँनिर रुखपातहरू छ होइन। बाँस भने बाँस छ होइन। अब यहाँनिर अरू खेतीपाती त गर्नु सकिँदैन तर यहाँनिर बाइचान्स रोड आयो भने चाहिँ पछि होमस्टेदेखि लिएर पिकनिक स्पोटहरूको लागि चाहिँ अब सोचिराखेको छ सबैले। बाइचान्स रोड आयो भने चाहिँ यो काम हामी चाँडै सुरु गर्नेछौँ। यहाँ चाहिँ मेरो फुपू हुनुहुन्छ, मेरो आपाको चाहिँ साख्खे बहिनी। फुपूको नाम भनिदिनु नि। पविमाया। ए यहाँ बसेको त है जति उमेर भयो त्यति नै भयो होला तपाईँ भयो। यहाँ मुनि तल जन्मेको तपाईँ चाहिँ पहिला। ए अच्छा अच्छा। म चाहिँ धेरै वर्षको बादमा यहाँ फुपूलाई भेट्नु आएको थिएँ अनि फुपूसँग केही दुःख सुखको यसो कुराकानीहरू पनि भयो। अनि यो जग्गा एकदमै भिरालो जग्गा छ र पनि दुःख सुख यहाँ बसेर फुपूहरूले आफ्नो जीविका चलाइराखेको छ। र तपाईँहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँले लाइक गरिदिनुहोस् अनि मलाई कमेन्ट पनि गर्नुहोस्।